बसिया अनि बलक बनाउन लाग्यो। के काम चलिरहेको छ कल पानी झरिरहेको यहाँ चाहिँ लिची वरिपरि हुन्छ। आज उत्साहित र रमाइलो ठाउँमा तपाईँलाई प्रवेश गराउँदैछु। यसै गरी यता देख्न सक्नुहुन्छ, यतासम्म देख्न सक्नुहुन्छ एकदम रमाइलो दृश्य रहेछ। के गर्नुहुन्छ त बाजे? सो हेलो गाइज, सबैजनालाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। हल्का यताबाट घाम परेको हुनाले नराम्रो आउन सक्छ। म चाहिँ घरबाट निक्लिसकेको छु। आज चाहिँ म हाम्रो यो सुन्दर गाउँको दृश्य देखाउँदैछु होइन। एकदमै अब ओहो अङ्कलजी नमस्कार। नमस्कार नमस्कार। के छ के छ? ठिक छ ठिक छ। कता जान लागेको? हामी चाहिँ यसो भिडियो बनाउँदै भन्नुहुन्छ। भिडियो बनाउन लाग्यो? भलक भन्नुहुन्छ यसलाई। ओहो के गर्दै हुनुहुन्छ त नि? बसिया अनि बलक बनाउन लाग्यो। के काम चलिरहेको छ? चलिरहेको छ। यो त नदेखाउँ है। देखा होइन तपाईँलाई? क्या बस्नु केही हुँदैन। ल गाइज चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ हाम्रो यो बलक बनाउँदै हुनुहुन्छ। यो बलक चाहिँ के गर्ने हो त खासमा? घर बनाउनु पर्यो। ए उहाँले चाहिँ घर बनाउनको लागि चाहिँ यहाँ बलक बनाइरहनु भएको छ। के छ बाबु र भित्रबाट यस्तरी हेरे हानेर उहाँले चाहिँ बलक बनाउनको लागि घर बनाइरहनु भएको छ। घर बनाउनको लागि बलक बनाइरहनु भएको छ। अनि त्यो देखिन चाहिँ लाज मान्नुहुन्छ होइन? लाज मानेर हुँदैन। यहाँ चाहिँ एकदमै रमाइलो छ। अब हामी चाहिँ यहाँ त्यसै गरी धारामा आइपुगिसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ कस्तो मजाले कलकल कलकल पानी झरिरहेको छ। एकदमै राम्रो छ। नाच्नु न यार तपाईँ धेरै। अहिले आउँछु है म। देख्न सक्नुहुन्छ यसै गरी अब चाहिँ हामी यहाँदेखि निक्लिसकेका छौँ। यहाँको रमाइलो दृश्य हेरिसक्नुभयो र यहाँको रमाइलो दृश्य क्लियर गरी म आज पछि देखाउने नै छु र पुरा भएको छैन। र अब हामी अर्को रमाइलो दृश्यतर्फ लागौँ। यहाँ चाहिँ हाम्रो बाजेले तयार देख्नुहुन्छ, घाँस काट्दै हुनुहुँदो रहेछ होइन। यहाँ चाहिँ हाम्रो बाजेले घाँस काट्दै हुनुहुन्छ। म चाहिँ अब अघि बढ्दै भिडियोमा देखाउने छु साबै। बाजे ओ बाजे के गर्नुहुन्छ? घाँस काट्नुहुन्छ? हाम्रो बाजेले चाहिँ घाँस काट्दै हुनुहुन्छ। त्यसै गरी अब चाहिँ हामी हेर्दै क्या दामी बस्ने लायकको ठाउँ छ यो चाहिँ होइन। एकदमै सुन्दर छ। वरिपरि रुखै रुखले हरियो रुख च्याङले घेरिएको यो बिचको यो समथर मैदानमा अवस्थित घर एकदमै रमाइलो। हावा गर्मी महिनामा क्या मजाको हावा चल्ने र यसै गरी उता खोलाहरू पनि रहेका छन् र खोलाहरू पनि म देखाउने नै छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र यसरी यहाँ देख्न सक्नुहुन्छ कस्तो मजाले लिचु फलिरहेका छन्। फुल फुल्दैछन्, कोही फलिसकेका छन् र चराहरू चौँ 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 चिऱ्याउँ च्याउँ 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 गरेर एकदमै मन उत्साहित गराइरहेका छन्। गाउँको दृश्य यति रमाइलो हुन्छ। गाउँ एकदमै रमाइलो ठाउँ। सहरमा हो हल्ला क्राउडेड भन्दा पनि गाउँकै शान्त वातावरण चाहिँ मलाई एकदमै मनपर्छ होइन। देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो मजाले लिची फुलिरहेको छ होइन। लिची सिची फल्दैछ। यता कृषि कार्य चाहिँ जारी भइरहेको छ। उहाँले चाहिँ बाख्राको लागि चाहिँ घाँस काट्दै हुनुहुन्छ। उहाँलाई अहिले यहाँबाट देख्न मैले यहाँ चाहिँ एउटा केरा फलिरहेको छ देख्न सक्नुहुन्छ। त्यसै गरी लिचीको रुख एकदम राम्रो ठाउँमा आइसकेका छौँ हामी। यहाँ चाहिँ लिची वरिपरि लिचीका फुल फुलेका छन्। एकदमै राम्रो छ। हेर्दै मनलाग्दो लोभलाग्दो ठाउँ छ होइन। देख्न सक्नुहुन्छ। त्यसै गरी देख्न सक्नुहुन्छ आज उत्साहित र रमाइलो ठाउँमा म तपाईँलाई प्रवेश गराउँदैछु। चल्लाहरू चरिरहेका छन्। आहा क्या दामी रमाइलो ठाउँ हेर त। शीतलो ठाउँमा बस्ने, शीतलता प्रदान गर्न सकिने ठाउँ। यसै गरी यता देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य। र यता जाउँ, यता पनि हेरौँ एकदम राम्रो दृश्य। आज तासुनी लिचीका रुखले ढाकिएको यो हरियाली र यहाँ पनि एउटा मैना फलेको छ। यसै गरी केराका पातहरू। यस्तो रमाइलो ठाउँ। मजाले पानी खस्छ यहाँबाट, सो बगेर तल खोलातिर जान्छ। यो पनि भिजिट गरिहालौँ। देख्न सक्नुहुन्छ गाडीतर्फ
त्यसै गरी हामी चाहिँ अब यो अर्को रमाइलो दृश्य हुने ठाउँ आइसकेका छौँ जहाँ तपाईँको मन नै चिया चिया हुन्छ। तपाईँले आफ्ना पीडा दुःखलाई भुल्न सक्नुहुन्छ। यो ठाउँ हेरेर क्या दामी छ। यहाँबाट चाहिँ कलकल गर्दै पानी बगेर उता खोलातिर मिसिएको छ। एकदमै राम्रो छ, रोचक छ। मलाई चाहिँ एकदमै मनपर्ने हुन्छ। र गाउँमा पनि कृषि कार्य पनि एकदमै जारी रहने गर्छ। यो गहुँ देख्न सक्नुहुन्छ, गहुँ पाकिसकेको छ र कतिले गहुँ काटिसक्यो भने कतिले गहुँ काट्नु बाँकी नै छ। र यतातिर के भन्छ केराको खेती भइरहेको छ, देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ र ठाउँ चाहिँ एकदमै राम्रो रहेको छ। तर हल्का अलि मेरो मोबाइलको क्यामेरा नराम्रो भएर मात्र हो, नत्र एकदम राम्रो ठाउँ हो यो चाहिँ। यसरी माथिबाट पानी आउँछ। यहाँ चाहिँ यस्तो हरियो किसानी कार्य, राता गोलबेडा, टमाटर र यस्तो एकदमै राम्रो छ। र मकैका कोसाहरू लोभलाग्दा छन्, देख्न सक्नुहुन्छ। एकदमै रमाइला चुक्का बोटाहरू छन्। एकदम राम्रो दृश्य रहेको छ। एकदमै उतातिर मैले तपाईँहरूलाई देखाइसकेँ। पानी पनि खाउँ कि जस्तो लाग्यो। यहाँ देख्न सक्नुहुन्छ, यहाँ पनि टमाटरको खेती जारी छ। अब चाहिँ म एकछिन पानी खाउँ कि जस्तो लागिरहेछ, देख्न सक्नुहुन्छ। अब चाहिँ म पानी खान्छु किनभने मलाई एकदमै तिर्खा लागिसकेको छ। पानी खाइसकेको छु। यो पानी चाहिँ अटोमेटिक हो, सधैँ बगिरो। तर अब तपाईँहरूलाई चाहिँ म हाम्रो बाजे बस्नु भएको छ होइन, हजुरबुवा बस्नु भएको छ, त्यहाँ लाग्दैछु। उहाँले चाहिँ तिन बाख्राको लागि चाहिँ घाँस काटिरहनु भएको थियो, जुन तपाईँलाई मैले अघि पनि देखाएको थिएँ। र फेरि पनि लग्नेछु। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ सिमी पनि पाकिसकेका छन्। र यहाँ आरुको सिजन पनि आइसकेको छ, देख्न सक्नुहुन्छ। एकदम अहिले आरु फल्नेछन् यहाँ पनि। र यसो गर्दै गर्दा माथितिर पनि आरु रहेछन्। यो चाहिँ कटहरको रुख हो होइन, यो मौसम अनुसार फल्छ। यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ मेवा भन्छ यसलाई चाहिँ। एकदमै राम्रो छ। केहु पनि हेरौँ त, कलकलाउँदा काला एकदम रमाइलो दृश्य हेर्दैछ। के हेर्नुहुन्छ त बाजे? हजुर यो भलक बन्छ, भिडियो बन्छ भन्नुहुन्छ यसलाई? हजुर भिडियो हो क्या, भिडियो बनाएर राखौँ। देख्न सक्नुहुन्छ होइन, एकदमै पिउँ पनि पाकेर कालो भइसकेका छन्। हाम्रो गाउँ चाहिँ साँच्चीकै कुरा गर्ने हो भने एकदमै रमाइलो दृश्य भएको गाउँ हो, जुन घुम्न आउन सक्नुहुन्छ। हाम्रो बाजेले चाहिँ यहाँ घाँस सास काटेर रेडी भइसक्नु भयो होइन। बाख्रालाई त होला होइन बाजे? त्यही त, उहाँले चाहिँ भर्खरै यही रुख काट्नु भयो होइन। क्यार्नु होइन, एकदमै बुढो भइसक्यो, चिनी गर्नै पर्यो होइन बाजे? दिन त अब यत्तिकै जाने भइगयो त, काम त अब गर्नै पर्यो। हेर्नु काम नगरेर खान पाइने नै, त्यही त अब त्यस्तै भयो। काम नगरेर फेरि कसैले नदिने। अब हामीहरू जस्तो दिन आएन नि तपाईँका, दुःखमा कटाउनु भयो यत्रो दिनभरि। देख्न सक्नुहुन्छ होइन, एकदमै लागेका छन्। मोबाइल हो? हजुर यो मोबाइल हो, यो मोबाइल हो। यो लट्ठु हो मेरो साथीको, साथीमा मागे हो कि एउटा भिडियो बनाउनु चाहिँ ल्यायो भने। हजुर खै अब कति पर्छ, अब 2000 यस्तै कति पर्दो हो। त्यही भएर म एक दिन अब त्यता भए अब यहाँ तपाईँको यता भए राम्रो छ भन्ने थाहा पाएको थिएँ। यहाँ भिडियो बनाउन त मागे हो, दिइआउनु पर्ने छ। ल हुन्छ त है बाजे, म लागेँ अहिले। अन्त भिडियो बनाउँदै जान्छु। त्यसै गरी अब हामीले चाहिँ बाजेसँग केही गोप्य छलफल, हजुरबुवासँग चाहिँ केही छलफल गरेर अब हामी चाहिँ फाइनली यहाँबाट निक्लिसकेका छौँ। अब सफा र स्वच्छ पानी आउने गर्छ यहाँबाट। यतादेखि मूल जागेर आउँछ, एकदमै सफा पानी आउँछ यहाँ चाहिँ। यहाँ देख्न सक्नुहुन्छ बाख्रा पालन, कृषि कार्य सबै एकदमै जारी रहेको छ। कृषि कार्य देख्न सक्नुहुन्छ, तल मकै कलकल लाउँदो, हेर्दै लोभलाग्दो मकै छन् होइन। यहाँ देख्न सक्नुहुन्छ पाठी छ होइन, यिनी बाख्रा पाठी हो, त्यहाँभित्र चाहिँ फर्माउनु हुन्छ। र यसै गरी
हाम्रो यतातिर चाहिँ यता देख्न सक्नुहुन्छ चुक छ भइरहेको छ, एकदमै राम्रो छ। यता किमो पनि पाकेर बिकत्तै छ नि। यहाँभित्र चाहिँ चल्ला हुनुहुन्छ उहाँले चाहिँ किन बल्ल बनाउँदै हुनुहुन्थ्यो। यहाँ चाहिँ यो यस्तो बनाएर राख्नु भएको छ, यो लग्दै बल्ल बनाउँदै गर्नुहुन्छ। क्याको लाज थियो र काम गर्नेको लाज हुन्छ। देख्न सक्नुहुन्छ यता चाहिँ किमोहरू पाकेर कालै भइरहेको छ नि। यहाँ पनि एकदमै सुन्दर रहेको छ। बाबु नाम के हो? सुभाष। तिम्रो नाम के हो बाबु? नरेश के? नरेश बोहरा। बाबुहरू पनि एकदमै राम्रा छन् होइन, यहाँका मान्छे राम्रा होइन। अब देख्छ यो चुक चाहिँ सिजन अनुसार यस्तो फल्ने चुक हो कि यति फल्छ कि कत्रा फल्छ कि रुखैलाई मतलब खाइदिन्छ। त्यसै यो घर पनि एकदमै रमाइलो रोचक दृश्यमा रहेको छ, एकदमै राम्रो छ। यताको घर पनि एकदमै राम्रो ठाउँमा अवस्थित छ। यो घर देख्दै लोभलाग्दो मलाई नछोड्नु जस्तो लाग्ने छ होइन। त्यसै गरी अब हामी यहाँ चाहिँ यता यो चाहिँ भान्सा हो उहाँ चाहिँ एकदमै मेहनती लगनशीलताको भएको व्यक्ति हो। उहाँको घर चाहिँ यही हो। यहाँका मान्छे मेहनती लगनशीलता भएका। त्यसै गरी यतातिर यसो गर्दाखेरि चाहिँ अब हामी तलतिर जाँदैछौँ, किनभने तलतिरको पनि एउटा रोचक दृश्य देखाउन गइरहेको म देखाउँदैछु र तलतिरको देखाइसकेपछि यताको पनि एउटा रोचक दृश्य बाँकी नै छ। हेरेर साथ दिनु होला र अब बाँकी नै छ तपाईँहरूलाई हेर्न सक्नुहुन्छ। यहाँको रोचक दृश्यहरू देखाउँदैछु। डालाको चराचुरुङ्गीको आवाज च्याउँ कस्तो मजा। हामी चाहिँ पहिला यही खोलामा माछा मार्थ्यौँ। खासमा त्यस्तो गर्न त नहुने हो, माछा पनि बाँच्ने चाहन्छु र त्यति बेला मेरो दिमागमा यस्तो आउँदैन थियो। र अहिले चाहिँ म माछा पनि मार्दैन। जसले माछा मारेको मान्छेलाई देख्यो भने उहाँहरूलाई पनि अहिले सम्झाइ बुझाइ गर्दछु, किनभने सबैको बाँच्ने मन रहेछ। उहाँले चाहिँ घाँस चालिरहनु भएको छ। अब चाहिँ हामी माथि गएर देखाउनेछौँ कस्तो छ त यहाँको दृश्य, हाम्रो यो भैँसीहरू। र देख्न सक्नुहुन्छ यहाँ चाहिँ यसलाई चाहिँ भुस्या भन्छ होइन। पहिलाका बुढा हजुरआमा हजुरबुवाले यसबाट चाहिँ एउटा ककर निकालेर होइन खानुहुन्छ, उहाँहरूको चाहिँ यो मन हो। र त्यसै गरी देख्न सक्नुहुन्छ ढाङ्गालाई चाहिँ यहाँ भैँसीले पाएको पारोलाई चाहिँ यहाँ राखिन्छ होइन, एकदमै राम्रो छ। त्यसै गरी अब गोठ पनि देख्न सक्नुहुन्छ, गोठ पनि यही हो। गोठ पनि एकदमै राम्रो छ, भैँसी पनि एकदमै राम्रो छ। यही हो उहाँको गोठ। यतातिर गाउँ पनि एकदमै। अब चाहिँ म जाँदैछु सिधा अगाडि। अगाडि चाहिँ के भन्छ, दामी रहेको छ पनि। अब म चाहिँ यहाँबाट निक्लिनुपर्छ घर अब, किनभने मैले अलिक भिडियो पनि लामै बनाइसकेको छु। अब चाहिँ म घरतिर नि निक्लिन्छु। यहाँको रोचक दृश्य त देखाउनै बिर्सिएको छ हेर्नु त। घरको अगाडि यस्तो मजाको यो घरको अगाडि यस्तो शीतलता प्रदान गर्न सक्ने क्षमता भएको आँपहरू यस्तो दामी फल्दै गरेको, यस्तो अगाडि नाली, कृषि कार्यलाई सजिलो बनाउने नाली र यहाँको उपयुक्त मलका कारण कृषि पनि एकदमै राम्रो हुने गर्दछ। जतासम्म किमो पो देखिन्छ नि त, हो एकदमै राम्रो ठाउँ। र अझै पनि धेरै राम्रो ठाउँहरू धेरै रहेको छ यहाँ हाम्रो गाउँमा चाहिँ। जतासम्म मैले देख्नु पाइनँ देखाएको छु।